सम्पूर्णमा मेरो नमस्कार अनि नववर्ष 2082 को सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना। र आज म नववर्षको उपलक्ष्यमा के भन्न चाहन्छु भने जनता नै सबैभन्दा ठुलो शक्ति हो, जनता नै जनार्दन हुन्। त्यसैले हामी सबै मिलेर एक भएर एकजुट भएर लाग्यौं भने असम्भव केही पनि छैन। देशमा जुनसुकै परिवर्तन पनि हामी गर्न सक्छौं। त्यसै कारणले एक गर्दै मिल्दै अघि बढौं, थोपा गर्दै मिल्दै समुद्र भएर यो देशको व्यथितिलाई बढाल्नुपर्छ, पखाल्नुपर्छ। र आजसम्म जति पनि नेताहरूले गरेका गल्तीहरूलाई चाहिँ पुनः दोहोऱ्याउन नदिनको लागि यिनीहरूलाई चाहिँ सम्पूर्ण निर्वाचन प्रणालीबाट हटाउन सक्नुपर्छ, यिनीहरूलाई कारबाही गर्न सक्नुपर्छ। किनकि यिनी नै हुन् आजसम्म देशमा जति पनि व्यथिति भएका छन्, 7 सालदेखि भनौँ या 47 सालपछि भनौँ या 62-63 सालपछि नै भनौँ, जुनसुकै बेलाको उदाहरण लिने हो भने पनि यी नेताहरू नै दोषी छन्, यिनीहरू नै जिम्मेवारी छन्। र यी नेताहरू र यी अब पोस्टमा पुगेका भनौँ न प्रधानमन्त्री, राष्ट्रपति, जे पनि भए, यिनी जति दोषी छन् यिनका कार्यकर्ताहरू पनि त्यसै नै दोषी छन्। त्यसैले यिनका कार्यकर्ताहरूलाई पनि सामाजिक बहिष्कार गरौँ, यी नेताहरूलाई चाहिँ चुनावमा बहिष्कार गरौँ र यिनका कार्यकर्ताहरूलाई चाहिँ सामाजिक बहिष्कार गरौँ र यी बाहेकका कार्यक्रम गरौँ। यिनीहरूलाई चाहिँ आफ्नो कार्यक्रममा कुनै पनि अब सभा समारोहमा यिनीहरूलाई उपस्थित नगरौँ। यिनीहरूलाई यही नै हो सजाय। किनकि यो देश यो पछाडि पर्नुमा, देशमा यस्तो व्यथिति हुनुमा यिनीहरूको नै दोष हो। नेता जति दोष छन्, यी कार्यकर्ताहरू त्यति नै दोष छन्। यिनीहरू बुझी देश यति पछाडि परिसक्यो, देश यति बिग्रिसक्यो, तैपनि यी नेताहरूको चाहिँ गुलाम गर्नलाई छोडेका छैनन्। यी नेताहरूकै पछि पर्नलाई अझै के दिन्छन् र खाउँला भनेर बसिरहेका छन्। त्यसैले यिनलाई चाहिँ जति सक्यो हामी समाजबाट बहिष्कार गर्नुपर्छ। यिनी नै हुन्, यिनी पनि उति नै दोषी छन्। त्यसैले यो नववर्ष 2082 को उपलक्ष्यमा म यही कामना गर्छु, यी नेताहरूलाई बढार्न सकियोस् र यिनका कार्यकर्ताहरूलाई सामाजिक बहिष्कार गर्न सकियोस् र देशमा फेरि पुनः शान्ति छाओस् र स्थिति राम्रो होस्, प्रगति होस्, उन्नति होस्। र यसका साथै सम्पूर्णमा मलाई जति पनि माया गर्नुहुने, मेरो पोस्टहरूलाई लाइक गर्नुहुने सम्पूर्णमा मेरो 2 हात जोडी नमन छ। र यस्ता म पोस्टहरू फेरि लिएर आउने छु। त्यतिसम्मको लागि धन्यवाद। ह्याप्पी न्यू इयर and keep smiling, keep healthy and keep up everything good things. Thank you.